साथीहरू आज म नवलकोट जान लागेको छु हाम्रो सेगवे स्कुटरमा। हेरौँ कति ब्याट्री बाँकी हुन्छ। अहिले 62% भएको छ। अब हामी नवलकोटसम्म पुग्दाखेरि कति पर्सेन्ट ब्याट्री बाँकी हुन्छ हामी हेरौँ। 62% मा अब हामी कति कहाँसम्म पुग्छौँ, हामी नवलकोटसम्म पुग्दाखेरि कति ब्याट्री बाँकी हुन्छ हामी हेरौँ। त अहिले त म 56%, अहिले म यहाँ पार्टी बाइकमा पुगेको छु। बाटो लगभग बिचै छ। अहिले म तेलकोट आइपुगेको छु र तेलकोटसम्म आइपुग्दाखेरि मेरो ब्याट्री 51% बाँकी छ। तेलकोट अहिले मेरो ब्याट्री 38% बाँकी छ अनि 16 किलोमिटर जान्छ भनेर। साथीहरू म चाहिँ अहिले नगरकोट आइपुगेको छु। मेरो ब्याट्री बाँकी रहेको छ 17% बाँकी छ। अनि म जाने चाहिँ अब होटल एन्ड अफ द युनिभर्स त्यता आइपुगेको छु। कति किलोमिटर गयो अब एकछिनमा म भन्छ है त साथीहरू। 13% बाँकी हुँदाखेरि चाहिँ म एन्ड अफ द युनिभर्समा आइपुगेको छु साथीहरू। अब भोलि गरौँ ल। झन्डै नै 47% खाएको रहेछ। ठाडै धेरै उकालो तलदेखि नै उकालो भएकोले होला धेरै खान्छ है त साथीहरू। बाई। मलाई खाली प्लेट चाहिँ दिनु। चिल्ली पनीर पनि एउटा